ल यो धरानको ज्येष्ठ नागरिक पार्क बन्दैछ। यहाँनिर यसरी सानो सानो पोखरीहरू बनाएको छ। बनाउने क्रम जारी छ। हाम्रो साम्पाङले मेयर साम्पाङ अहिले श्रम संस्कृति पार्टीको अध्यक्ष, उहाँको परिकल्पनामा यो बनेको ज्येष्ठ नागरिक पार्क लगभग यसको स्वरूपहरू बनिसकेको अवस्था छ। अब आज छुट्टी, सबै श्रमदाताहरूलाई छुट्टी दिएको हुनाले आज यहाँ कोही पनि छैन। काम चालु छ। यहाँ प्रत्येक दिनै लगभग यहाँ कामहरू हुने गर्छ। यस्तो खालको पार्कहरू बन्दैछ यहाँनिर ज्येष्ठ नागरिक पार्क। अगाडिपट्टि यो रेलिङ लगाएको छ। यहाँनिर यो बाटो माथिसम्म यो रेलिङ लागेको छ। यो बाटो यसरी बनेको छ। दाताहरूले यसरी फुलहरू पनि दिँदैछ। यी फुलहरू पनि दिनुहुन्छ र यहाँ रोप्ने, पछि रोपेर हरियाली बनाउने क्रम छ। चाह्यो भने विकास जस्तो जग्गामा पनि हुने रहेछ भन्ने कुरो धरानले देखाइदिएको छ। यो पहिले यो केही पनि थिएन, मात्रै बनबारा घाडी थियो, झाडी थियो। यतापट्टि रही बगर छ, खोला बगरहरू मात्रै छ। यस्तो झाडीमा पनि अहिले यति राम्रो संरचनाहरू बनिरहेको छ, बन्दैछ। अझै योभन्दा राम्रो जग्गा हो भने अझै राम्रो तरिकाले बन्थ्यो। यस्तो बनिसक्यो संरचनाहरू अहिले। यो चाहिँ आउने बाटो यसरी बनाएको छ। रेलिङ लगाएर जति पनि यो ज्येष्ठ नागरिकहरूलाई यहाँनिर यो बनिसकेपछि यहाँ लिएर घुमाउने, नगरपालिकाले गाडी लगाउने अनि गाडीमा राखेर ज्येष्ठ नागरिकहरूलाई घुमाउनु ल्याउने भन्ने यसको कन्सेप्ट हो। यहाँ माथि सानो 7-8वटा 9वटा जस्तो होटलहरू छ। यो पहिले त्यतिकै यसको व्यवस्थापन थिएन। यतै बगरतिर सानोतिनो होटलहरू गएर बस्नुहुन्थ्यो। यो नगरले यहाँनिर संरचना बनाइदिइसकेपछि अहिले व्यवस्थित तरिकाले यहाँले राम्रो खालको होटल व्यवसाय गर्नुभएको छ। धेरै जनताहरू आउनुहुन्छ यहाँ पनि। यो खोलाको दिलमा जङ्गलहरू छ। यस्तो तरिकाले बनेको छ श्रम संस्कृति पार्क। यहाँदेखि हेर्दाखेरि धेरै परैसम्म छ।